2082 ज्येष्ठ 10 गते यो मैले मेरो चित्रहरू बिक्रीको लागि राखेको छु। यो साइजको 250 रुपैयाँ, यो पनि 250 रुपैयाँ, यिनीहरू पनि 250 रुपैयाँ, यो पनि 250 रुपैयाँ, यो 150 रुपैयाँ। यो सानो अलिकति 8-8 को छ, 8-6 को, यो चाहिँ नि 100 रुपैयाँ, 150 रुपैयाँ। यो मैले सेल गरेको रकमबाट मैले गाउँको 10+2 क्याम्पस पढ्ने केटाहरू चाहिँ पढ्न नसकेर पैसा नभएर उनीहरूले चाहिँ नि क्लास छोडिराखेको मैले चाहिँ गाउँमा पाएँ। म गाउँमा काम गर्न जाँदाखेरि, खेतमा काम गर्न जाँदाखेरि त्यो भएको हुनाले मैले चाहिँ के सोचेँ भने कि मैले बनाएका हरेक घन्टा 15 मिनट जति मैले चाहिँ बनाएको मेरो सिपहरू बेचेर मैले बरु गाउँलेहरूलाई चाहिँ मैले केटाकेटीहरूलाई चाहिँ मैले पढ्नलाई उनीहरूको फिस दिन पाएँ भने मेरो सिपले केही काम पाउँथ्यो। मैले मेरो रिटायर लाइफको बेलामा पनि मैले चाहिँ नि आफूले गरेर यी केटाकेटीहरूलाई चाहिँ नि पढाइ खर्च दिन सक्यो भने म आफूलाई धन्य ठान्थेँ। यस कारणले मैले यो सबै फोटोहरू चाहिँ नि यहाँहरूलाई यो लीलाराम उच्च माविको पछाडि अनि हाम्रो अध्यक्षज्यू वडा नम्बर 8 अध्यक्ष राजन जङ राणाज्यूको घरको पूर्वतिर मेरो यो ठाउँ घर छ। त्यहाँबाट चाहिँ तपाईहरुले लैजान सक्नुहुन्छ। यो आएको रकम मैले सबै चाहिँ नि मैले गाउँको चाहिँ केटाकेटीहरू जुन चाहिँ पढ्नलाई पैसा दिन सकिरहेको छैनन् तिनीहरूको फ्रीमा चाहिँ मैले यो पैसा डोनेट गर्दैछु र तपाईहरुको सहयोग केटाकेटीहरू चाहिँ को भविष्य एउटा निर्माण गर्न सकिन्छ कि भन्ने सोचमा मैले मेरो कला बेचेर मैले उनीहरूलाई चाहिँ नि एउटा जीवनमा एउटा चाहिँ केही सपोर्ट गर्न सकौँ भनेर मैले यो सेलमा राखेको छु। हजुरहरूले चाहिँ यो भैरवा बुटवल म अहिले चाहिँ यो यतिमा चाहिँ मैले यहाँहरूलाई निवेदन गरेँ। यहाँहरूको सहयोग र केटाकेटीहरूको चाहिँ जीवनको भविष्य उज्जवल बनाउन सक्ने यहाँहरूको हातमा भएको हुनाले जम्मा त्यो 250 यो सबै 250 250 अनि यो चाहिँ नि 150 रुपैयाँमा मैले सप्लाई गर्दैछु। मेरो कला म सबै चाहिँ म घरमा बस्न चाहन्छु र आएको रकमले मैले मेरो गाउँको युवाहरूको चाहिँ पढाइमा मैले खर्च गर्न सकेँ भने केही उनीहरूले पनि पछि भविष्यमा फेरि पनि देशलाई चाहिँ केही सपोर्ट गर्न सकिन् भन्ने हिसाबमा मैले यो गरेँ। यहाँहरूको सहयोगको अपेक्षा गर्दै म बिदा हुन चाहन्छु। नमस्कार। अजय कुमार चौधरीको तर्फबाट। हस्, धन्यवाद।